कसैलाई डिमेन्सिया भएको शङ्का लागेमा के गर्नुपर्छ होला? हजुर अर्कजी, यदि तपाईँ वा तपाईँका परिवारका सदस्यमा डिमेन्सियाको लक्षणहरू देखिएमा चाहिँ तुरुन्त आफ्नो जिपीसँग भेट्नुपर्छ होइन। र जिपीसँग अपोइन्टमेन्ट लिँदाखेरि चाहिँ सधैँ अङ्ग्रेजी बोल्ने व्यक्ति वा दोभाषी लैजान एकदमै जरुरी हुन्छ। र कहिलेकाहीँ डिमेन्सियासँग मिल्दोजुल्दो तर उपचार गर्न मिल्ने समस्याहरू पनि हुन्छन्। जस्तै पहिलो नम्बरमा भयो सङ्क्रमण, थाइरोइडको समस्या, कसैलाई अब रक्त सञ्चारको समस्या भयो। अब महिलाहरूमा चाहिँ अब महिनावारी बन्द हुँदाखेरि पनि त्यस्तो समस्याहरू देख्न सक्छ। अथवा कुनै भिटामिन जस्तै भिटामिन B12 को कमी छ भने, र अब निन्द्रामा चाहिँ स्लिप एप्निया भन्ने एउटा रोग हुन्छ, त्यसले गर्दाखेरि पनि हुनसक्छ। या फिर मानसिक रोग जस्तै तनाव, चिन्ता, डिप्रेसन छ भने चाहिँ यो कुराहरूले पनि डिमेन्सिया जस्तैको लक्षणहरू देखाउन सक्छ। र तपाईँ जिपीका जानु भएपछि चाहिँ जिपीले अब सम्पूर्ण स्वास्थ्य र तपाईँको पारिवारिक इतिहास लिन सक्छ, र रक्तचाप नाप्ने होइन, रगतको परीक्षण गर्ने, तपाईँको पिसाबको परीक्षण गर्ने, इसिजी र तपाईँको मस्तिष्कको स्क्यान जस्ता जाँचहरू पनि गर्छन्, र स्मृति र सोचको परीक्षण पनि गर्न सक्छन्। र यी सब गरेपछि अब व्यक्तिको लक्षणहरूको सम्भावित कारणहरू नभेटिएपछि चाहिँ तपाईँको जिपीले चाहिँ बल्ल मेमोरी सर्भिसमा चाहिँ अनि सिफारिस गर्न सक्छ। मेमोरी सर्भिस भनेको के हो? तपाईँको एनएचएसको चाहिँ एउटा विशेष सेवा हो जसले स्मृति र सोचमा समस्या भएका व्यक्तिहरूलाई सहायता गर्छ। र मेमोरी सर्भिसमा चाहिँ चिकित्सक, मनोवैज्ञानिक, नर्स, सपोर्ट स्टाफ, थेरापिस्टहरू सम्मिलित टोलीले परामर्श, औषधि र अन्य सहायता प्रदान गर्छन्। र मेमोरी सर्भिस चाहिँ तपाईँको सामाजिक सेवा र स्वयंसेवी संस्थाहरूसँग मिलेर काम गर्छ। र हाम्रो अक्सलिज एनएचएस अन्तर्गत चाहिँ ग्रेनेज, बेक्सली र ब्रम्लीमा 3वटा मेमोरी सेवाहरू छन्। र तपाईँको जिपीबाट सिफारिस या रिफरल गरेर जान सकिन्छ, र यो सेवा र दोभाष चाहिँ निःशुल्क रूपमा उपलब्ध छ।